स्थानीय चुनाव लड्दाखेरि मलाई पनि यस्तै खालको प्रस्ताव आउँथ्यो कि फलानु गाउँमा चाहिँ 50 किलो मासु र 10 लिटर रक्सी दियो भने 200 भोट कन्फर्म भनेर मगा प्रस्ताव नआएको होइन त्यो बेला। तर म त्यतिखेर पनि स्पष्ट के थिएँ भने बरु चुनाव हार्नुपर्छ, हार्ने राइट, तर कसैलाई रक्सी खुवाएर, कसैलाई मासु खुवाएर, कसैलाई 10,000 दिएर, कसैलाई 5,000 दिएर त्यो 200, 400, 500 भोट बढाउन चाहिँ नलाग्ने। हामी भ्रष्टाचार विरोधी पार्टीको चाहिँ कार्यकर्ता पनि भन्ने, हाम्रो अध्यक्षले चाहिँ भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु चलाउने सङ्कल्प लिएर हिँड्ने 2 कार्यकाल सफल भएर पनि बाहिर निस्किसक्नुभयो। अनि हामी चाहिँ भोटको लागि फेरि त्यो प्रकारले जान थाल्यौँ भने हाम्रो सिद्धान्तसँग कुरो मिल्दैन भनेर म अहिले पनि प्रस्तुत छु। चुनाव बरु हारौँ केही फरक पर्दैन, तर पैसा दिएर भोट लिने काम गर्यौं भने त्यो मतदातालाई भ्रष्टाचारी बनाउनुमा हाम्रो पनि योगदान हुन्छ। त्यही भएर गाउँ समाजमा, टोल छिमेकमा कुनै संगठन छ, संस्था छ, कोही छ, केही छ, तिम्रो चाहिँ प्रतिनिधि, तिम्रो उम्मेद्वारलाई बोलाऊ, हामीलाई चाहिँ यति भोट छ, यति पैसा दिन्छ भने हाम्रो भोट तिमीलाई दिन्छु भन्छ भने पहिले रिजेक्ट गर्नु। तिम्रो भोट चाहिँदैन, हामी हार्न तयार छौँ, कमसेकम हाम्रो तर्फबाट तिमीहरूलाई भ्रष्टाचारी बनाउन चाहँदैनौँ भनेर हामी त्यो कुरा कन्फर्म भनौँ। र मेरो भनाइ पनि त्यही हो, बरु हार्ने केही फरक पर्दैन, एउटा चुनाव हारेर के हुन्छ। तर निष्ठाको कुरो, इमान्दारिताको कुरो, सुशासनको कुरा जुन एजेन्डामा हामी हिँडिरहेका छौँ, त्यो एजेन्डामा हामी जति खरो भएर चाहिँ देखा पर्छौँ, जति खरो भएर उत्रिन्छौँ, त्यति नै समाजले हामीलाई राम्रो तरिकाले चिन्ने हो।